हेलो गाइस, हामी चाहिँ आज पिजन गेम खेल्न आँटेको है। जस्तै म एउटा कुनै चुज गर्यो भने तिमी उता हेर्नुपर्छ होइन। अनि म चुज गर्ने, अनि म उता हेर्छु अनि चुज गर्ने होइन। अनि त्यहाँबाट अनि खाने 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 अनि त्यसरी जसले पोइजन खान्छ त्यसले पोइजन खाएको हुन्छ क्या। अनि पोइजन चाहिँ कसरी थाहा हुन्छ त? तपाईँको थाहा हुन्छ, मलाई मेरो थाहा हुन्छ नि त। टच गरेको चाहिँ पोइजन हो। मैले जुन टच गरेको छु त्यो पोइजन भयो, तपाईँले जुन टच गरेको छ त्यो पोइजन भयो होइन। मैले तपाईँको खाएँ भने मैले पोइजन खाएँ, मेरो तपाईँले खानु भने मैले टच गरेर तपाईँले खानु तपाईँको पोइजन भयो। कति बेरसम्म खेल्ने हो चाहिँ? यति सकिन्छ। एउटा मात्रै? एक राउन्ड मात्रै खेल्ने। यता हेर्ने ल भयो। अब हेर्छु न, म पनि टच गर्नुपर्ने? त अनि मेरो लागि पोइजन चाहिएन त। ल टच गऱ्यो होला। अब म खाने हो एउटा, तिमी एउटा खाने। टच गऱ्यो नि यसले खान्थ्यो भनेर म त त्यो भन्दिनँ। म एउटा खानु? यो एउटा मात्रै खाने हो नि, नखाने फेरि चक्लेट? म साइडमा राख्दा हुन्छ। खानु न छिटो, साइडमा राख्दा हुन्छ। किन त मैले छुइनँ यार। पोइजन छैन। अब भयो, सक्यो त। अब सबै खेल्ने हो कि पोइजन पुर्याउनु दिएलसम्म। ए हो? एउटा दुइटा त खाँदा पनि भयो नि त। सेफ भन्नु न, सेफ। छक्क लागेको जस्तै लागिरहेको। म भन्दिनँ नि। हाँसेको किन? सेफ। यो सेफ। ओके। छक्कडै छोइ जस्तो छ। फिक्स हो। फिक्स छक्कडा। ए पैसा यही हो। कुन तपाईँको? हो त्यही पैसा। यो भन्दा लाग्यो छोराको। एउटा खाने भयो त्यसो। बाई बाई, मैले जितेँ। एउटा खाने